तपाईँ 60 वर्षको हुनुहुन्छ अथवा तपाईँ 70 वर्षको हुनुहुन्छ अथवा तपाईँ 20 वर्षको हुनुहुन्छ अथवा तपाईँ 25 वर्षको हुनुहुन्छ के दिनदिनै सेक्स गर्दाखेरि चाहिँ आफ्नो लाइफमा जिन्दगीमा असर हुन्छ त अथवा यसले केही नोक्सान गर्छ त कमजोर भइन्छ त अथवा कुनै प्रभाव पर्छ त आजको भिडियो यही विषयमा छ के दिनदिनै सेक्स गर्दाखेरि चाहिँ शरीरमा केही असर हुन्छ त अथवा फाइदा हुन्छ त भिडियो यही विषयमा छ भिडियोलाई पुरा हेरेर साथ दिनु होला नमस्कार म ममता आर्याल लैले विगत 1.5 वर्षदेखि यो च्यानलबाट सेक्स सम्बन्धीका भिडियोहरू लिएर आइरहेकी छु भने हिजो आज कामुक लेखक लैले युट्युब च्यानल मेन्सन गरेकी छु डिस्क्रिप्सनमा पनि लिंक छ तपाईहरु त्यहाँ गएर त्यो च्यानल हेर्न सक्नुहुन्छ यो च्यानलबाट चाहिँ भिडियोहरू हप्तामा एउटा दुईटा मात्र काम जिज्ञासुका आउँछ तर त्यो च्यानलमा चाहिँ रेगुलर आउँछ त्यसैले तपाईहरु उता भिडियो हेर्न सक्नुहुन्छ उता आउने भिडियोका विषय पनि यता आएका हुन्छन् यसमा चाहिँ अरु अरु विषयका भिडियोहरू पनि आउँछन् अरु कुन खालको विषयमा जुन यो सेक्स सम्बन्धी बाहेक काम जिज्ञासु बाहेक अरु कुन खालको विषयमा बोल्दियौ त्यो पनि कमेन्टमा लेख्नु होला म त्यो विषयमा पनि भिडियो लिएर आउँछु भन्न चाहिँ च्यानल राम्रो लाग्छ भने सब्स्क्राइब गर्नु होला भन्दै भिडियोलाई सुरु गरौँ है त भिडियोको विषय के थियो भने रेगुलर सेक्स गर्नु सही कि गलत दिनदिनै गर्दाखेरि के कमजोर भइन्छ त अथवा बुढेसकाल छिटो लाग्ने अथवा के हुन्छ त भन्ने कुरा छ कतै कमेन्टमा आउँछ नि त म दिनमा यति पटक गर्छु पछि मलाई असर हुन्छ त यताउति कुराहरू आइरहेको हुन्छ पहिलो कुरा के भन्न चाहे भने तपाई रेगुलर सेक्स गर्न सक्नुहुन्छ भने तपाई स्वस्थ हुनुहुन्छ भन्ने कुराहरू बुझ्नुस् तपाईलाई रेगुलर पेनिसमा इरेक्सन हुन्छ अझै विशेष गरी आफू स्वस्थ छु कि अस्वस्थ छु भन्ने जान्ने एउटा मुख्य कुरा के भने तपाईको पेनिस बिहानमा उत्तेजित हुन्छ भने चाहिँ तपाई स्वस्थ हुनुहुन्छ भन्ने कुरा पेनिस को सेरोफेरो सब ठीक छ हेल्दी छु भन्ने कुराहरू बुझ्नु होला र अर्को कुरा तपाई रेगुलर सेक्स गर्न सक्नुहुन्छ आफ्नो पार्टनरलाई खुसी राख्न सक्नुहुन्छ अथवा तपाई 2 मिनेट होस् अथवा 5 मिनेट होस् जति समयसम्म पनि आफू टिक्न सक्नुहुन्छ दिनमा एकै पटक गरे पनि आफू खुसी हुनुहुन्छ पार्टनरलाई खुसी राख्नुहुन्छ भने त्यो एउटा राम्रो पक्ष हो यसलाई नराम्रो पक्ष लिन आवश्यक छैन किनकि कतै सुन्नुहुन्छ दिनदिनै गर्दाखेरि त कमजोरी भइन्छ यताउति भइन्छ भन्ने कुराहरू भ्रम हो यदि तपाई दिनमै 3-4 पटक गर्नुहुन्छ दिनदिनै गर्नुहुन्छ भन्दै रिगाटा लाग्नु शारीरिक कमजोर हुनु अलिअलि अरु प्रभाव पर्नु कुरा स्वाभाविक हो होइन भने चाहिँ दिनमा एक पटक मात्रै गर्नुहुन्छ तपाई रेगुलर एक्सरसाइज गर्नुहुन्छ खानपानमा सुधार छ अल्कोहल धूम्रपान जस्तो कुनै पनि सेवन गर्नु हुँदैन भने चाहिँ अनि दिनमा एक पटक गर्नु चाहिँ स्वास्थ्यका लागि धेरै राम्रो यसले तपाईलाई हेल्दी बनाउँछ र सेक्स गर्नुका थुप्रै फाइदाहरू पनि छन् छोटामोटी भन्दाखेरि चाहिँ तपाईहरुलाई एनर्जी दिने अलि धेरै जाँगर लिएर आउने मुड फ्रेश हुने शरीरमा क्यान्सरको सम्भावना एकदमै कम गर्ने यस्ता थुप्रै कुराहरू छन् म ती विषयको भिडियोहरू छुट्टै बनाएर लिएर आउँला भन्न चाहिँ त्यसैले तपाईहरु रेगुलर सेक्स गर्नुहुन्छ भने चाहिँ स्वस्थ हुनुहुन्छ एउटा पुरुष होस् अथवा महिला होस् र के पनि हुन्छ भने महिलाले त बरु सधैँ गर्न सक्छिन् होला तर पुरुषले सकेन उसले दिनदिनै गर्न सक्दैन भन्दैमा के आफू पनि कमजोर भयो त भन्ने हुन्छ होला त्यस्तो चाहिँ हुँदैन यदि महिलाले रेगुलर सक्ने सम्भावना छ भने महिला स्वस्थ छ पुरुषले रेगुलर गर्न सक्छ भने पुरुष स्वस्थ छ भन्ने कुराहरू बुझ्नु होला रेगुलर सेक्स गर्दैमा कुनै पनि असर हुँदैन तपाईहरु दिनमै 3-4 पटक गर्नुहुन्छ र रेगुलर गर्नुहुन्छ भने चाहिँ यो चाहिँ पछि असर हुन सक्छ विवाह गरेको केही महिना अथवा केही वर्षसम्म तपाईहरु रेगुलर सेक्स गर्नुहुन्छ दिनमै 3-4 पटक गर्नुहुन्छ त्यो सामान्य कुरा हो पछि बिस्तारै बिस्तारै जिम्मेवारी थपिन्छ तनावहरू हुन्छ टेन्सन हुन्छ अरु कुराहरू पनि हुन्छ शरीर पनि बुढो हुँदै जान्छ जिम्मेवारी थुप्रै हुँदै जान्छन् ती सम्हाल्दै जाँदाखेरि चाहिँ हप्तामा 2 पटक शारीरिक सम्बन्ध चाहिँ नर्मल मान्छेहरुको हुने गर्छ यो पनि एउटा सामान्य नै लिनुस् यसमा पनि कुनै डर लाग्दो ल म त दिनदिनै गर्न सक्दैन यस्तो उस्तो भन्ने चाहिँ हुँदैन हप्तामा 2 पटक गर्नु पनि यो पनि एउटा हिसाबले राम्रो हो जस्तै के भन्ने चलन छ भने विवाह गर्नेले त बरु रेगुलर गरे उनीहरु स्वस्थ भए हेल्दी भए विवाह नगरेकाले चाहिँ के गर्ने त भन्ने कुराहरू आउला यदि तपाई हस्तमैथुन गर्ने बानी छ भने हप्तामा एक पटक गर्नु यो सामान्य हो ठीक हो आफूले कन्ट्रोल राखेर गर्न सक्नुहुन्छ ठीक छ होइन भने चाहिँ तपाईको भएको जुन ब्रिय छ त्यो चाहिँ स्वप्नदोषको तरिकाले होस् अथवा पिसाबको माध्यमबाट होस् त्यो ब्रिय चाहिँ बगेर जान्छ यसमा कुनै आत्ति नपर्ने ल हाम्रो त विवाह जब छैन हामी त स्वस्थ भइएन हामी त अनहेल्दी परिएछ भनेर तनाव लिन पर्ने चाहिँ केही पनि छैन त्यो आफै हुने क्रिया हुँदै जान्छ तर मास्टरबेसनको लत लगाउने दिनमा यति पटक गर्छु म त हेल्दी रहेछु भन्ने कुराहरू चाहिँ नगर्नु होला पछि जुन तपाईहरु मास्टरबेसन गर्दै जाँदाखेरि चाहिँ आफ्नो पेनिसलाई घसार्नु हुन्छ रगड्नु हुन्छ त्यसले गर्दाखेरि नसाहरू
पेनिसमा हड्डी त हुँदैन तर पनि कडा हुन्छ, खडा हुन्छ। जुन नसामा रगत बगेको हुन्छ त्यति बेला चाहिँ त्यो कडा भएको हो। जुन रसाहरू रगड्दै जानुहुन्छ, खियाउँदै जानुहुन्छ भने त्यसले काम गर्न छोड्छ, पछि लुज हुन्छ, त्यति टाइट हुँदैन। यसले भविष्यको जिन्दगीमा असर हुनसक्छ, त्यो पनि तपाईँले ख्याल गर्नु होला। तपाईँलाई यो कुरा भन्दाखेरि चाहिँ सामान्य लाग्ला, यस्तो पनि विषय बनाउने, यस्तो भिडियो पनि बनाउने भन्ने लाग्ला, तर धेरैका सम्बन्धहरू यिनै कुराहरू नमिल्दाखेरि चाहिँ छुट्ने, आफ्नो श्रीमतीलाई खुसी राख्न सक्दैन अनि के को बस्नु भनेर डिभोर्स गर्ने, यस्ता कुराहरू पनि आउँछन्। तपाईँहरू गहिरिएर बुझ्नुभयो, अदालतमा जानुभयो भने विशेष गरी के छ त, आफ्नो श्रीमान अरूसँग लाग्यो, किन लाग्यो त, के कारणले लाग्यो, के कुरा पुगेन, अथवा श्रीमती अरूसँग लागिन् किन, के कारण पुगेन, अरू किन मन पर्यो, के छ त्यसमा, त्यस्ता कुराहरू बुझ्दै जानुभयो भने चाहिँ एउटा साइकोलोजी अनुसार चाहिँ तिनै कुराहरू घुमिरहेका हुन्छन् भन्ने कुरा पनि जानकारी दिन चाहे। त्यसैले रेगुलर सेक्स गर्नुहुन्छ भने चाहिँ यो अनहेल्दी चाहिँ होइन, यो हेल्दी हो, तर दिनमै 3-4 पटक गर्नु चाहिँ अनहेल्दी हो। अनहेल्दी हुनसक्छ भविष्यमा। हेल्दी हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, ठिक छ, सकिएला, तर पछि अनहेल्दी हुनुहुन्छ भने चाहिँ दिनदिनै गर्नुपर्छ, बाध्यताले नै गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। स्वस्थ हुनुहोस्, मस्त हुनुहोस्, व्यस्त हुनुहोस् भन्न चाहिँ भन्दै भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। बिदा हुन्छु, हस्त, नमस्कार।